टाढा लाग्नुभयो काकी? कहाँ हिँड्नु नि तेरो काको खोज्दै हिँडेको कहाँ गयो कुन्नी होइन फेरि काकालाई घरबाट निकालेको भन्ने कुरा सुनेको थियो हो र काकी? हो त निकाले अझै निकाल्छौ तँलाई आपत्ति छ आपत्ति त मलाई के हुनु र काकी तर घरको कुरा सबै गाउँलेहरूलाई थाहा दिनु त भएन नि होइन र काकी नत्र के गर्छस् तैँले मलाई धम्की दिएको कहाँ म तपाईँलाई धम्की दिनु सक्छु र यसरी गाउँलेहरूले थाहा पाउँदा नाक काटिन्छ नि के रे तैँले मलाई नाक काट्ने रे लु आइज त हेरौ कसरी नाक काट्दो रहेछ तेरो हात काटेर सानसानो टुक्रा पारेर गिद्दालाई खुवाइदिन्छु मेरो मतलब इज्जत जान्छ भनेको के इज्जत मान सम्मान कहाँ तपाईँको म नाक काट्छु र कस्तो कुरा बुझ्नु भएको के रे म नबुझ्ने मान्छे रे म अबुझ होइन त तै छस् बुझ्ने होइन के काकी होइन मैले त्यस्तो भन्नु खोजे होइन अनि तैँले के भन्न खोजेको म नबुझ्ने अबुझ दिमाग छैन भन्न खोजेको होइन कस्तो तपाईँ र मेरो कुरा नमिल्यो भने अब कहाँ मिल्छ त कुरा तँ पढे बुद्धिमानी म पढे नबुझ्ने अब स्तर नै मिल्दैन कहाँ मिल्छ त कुरा त्यस्तो कहाँ भने हो र भने मैले कस्तो भने त के भनेको त काकालाई किन घरबाट निकाल्नु भएको भने किन हुनु नि बानी थाहा छैन तँलाई जहिले फोन लिएर तिमी बिना बाँच्न सक्दैन भनेर चिच्याएर हिँड्थ्यो मेरो पालो पिटेर लाडे कहाँ गयो त्यो टिकटक चलाएको हो कि काकी के को टिकटक त्यहाँ त भर्खरको केटीहरू मस्किँदै बस्ने मेरो पालो रिस उठ्यो लखाटेको अब टिकटक चलाउँदा पनि यसरी लखाड्ने हो त काकी बुझ्दै नबुझिकन के रे फेरि मलाई अबुझ भनेर वचन लाइस होइन तैँले त्यस्तो होइन के चुप लाग कति नै आयो बुद्धिमानी मान्छे मूर्खको गाडी ड्राइभर त दौडाउँथे भन्थे म त झन् मान्छे